घुमेला जा, पशुपतिनाथ जा, स्वयंभूनाथ जा, दर्शन करेला जा, अधिकार मागेला जाए के नहीं पड़तो तोरा सबके। रासोपाले यसपटकको चुनावमा साँच्चीकै अचम्म पार्ने नतिजा निकाल्यो। धेरै मानिसहरूले कल्पना पनि नगरेको परिणाम आयो। बालेन, रवि र उनीहरूको वरिपरि बनेको त्यो ठूलो क्रेजले लगभग 2/3 सिट ल्यायो। चारैतिर एउटै आवाज सुनिन्थ्यो, बरु आई लभ यू, बोल्नै दिँदैन, अब की बार बालेन सरकार। यी नारा केवल नाराहरू मात्र थिएनन्, यी भावनाहरू थिए, यी जनताको अपेक्षाहरू थिए। धेरै ठाउँमा यस्तो देखियो कि मतदाताले उम्मेदवारको नाम भन्दा पनि पार्टीको चिन्ह हेरे, र त्यो चिन्ह थियो घण्टी। कसैले उम्मेदवारलाई चिनेका पनि थिएनन्, तर भोट भने घण्टीमै पर्यो। किन? किनकि धेरै मतदाताको दिमागमा एउटा मात्र कुरा थियो, बालेनलाई प्रधानमन्त्री बनाउनु छ। हो, कतिपय उम्मेदवारहरू योग्य पनि थिए, कतिपयले पहिले राम्रो काम पनि गरेका थिए, तर यसपटकको चुनावमा व्यक्तिगत योग्यताभन्दा ठूलो कुरा बनेको थियो बालेनको लहर। अब यहाँ एउटा ठूलो प्रश्न उठ्छ, यो सबै आखिर कसरी भयो? रासोपाले यस्तो चुनाव कसरी जित्यो? बालेन वेभ, यति ठूलो लहर अचानक कसरी आयो? बालेनले त आफै भनेका थिए देयर इज नो स्ट्र्याटेजी। तर जब हामी यो सबै घटनालाई नजिकबाट हेर्छौँ, डेटा हेर्छौँ, म्यापहरू हेर्छौँ, त्यसपछि थाहा हुन्छ कि यो सबै स्ट्र्याटेजी बिना भएको थिएन, बरु धेरै सोचेर बनाइएको रणनीति थियो। अब एकछिन कल्पना गर्नुहोस्, हामीसँग एउटा म्याप छ, नेपाल भौरी रासोपाले जितेका ठाउँहरूको म्याप। पुरै देशभरि नीलो रङ फैलिएको देखिन्छ। अब तपाईँ त्यो म्यापलाई ध्यान दिएर हेर्नुहोस्, के तपाईँलाई कुनै प्याटर्न देखिन्छ? ठिक छ, अब अर्को म्याप हेरौँ। यो नेपालको जनसङ्ख्या घनत्वको म्याप हो। कुन ठाउँमा धेरै मानिस बस्छन्, कुन ठाउँमा कम। अब तेस्रो म्याप, नेपालमा मोबाइल र डेटा कभरेज कस्तो छ भन्ने। र अन्तिम म्याप 2G, 3G र 4G नेटवर्कको सिग्नल स्ट्रेन्थको। अब यदि तपाईँ यी चारवटा म्यापलाई सँगै राखेर हेर्नुभयो भने अचम्म लाग्ने कुरा के देखिन्छ भने यी म्यापहरू धेरै हदसम्म उस्तै देखिन्छन्। यसको मतलब के हो? यसको मतलब जहाँ जनसङ्ख्या धेरै थियो, जहाँ इन्टरनेट राम्रो थियो, जहाँ मोबाइल डेटा पहुँच धेरै थियो, त्यही ठाउँहरूमा रासोपाको प्रदर्शन सबैभन्दा बलियो थियो। अब धेरैले भन्छन् सोशल मिडियाले जितायो, तर यो व्याख्या अलि धेरै साधारण हुन्छ। यसको पछाडि अझै धेरै कुरा छन्। अब बालेनको चुनावी अभियानलाई हेरौँ। रुटिन अफ नेपाल बन्देले यसलाई एक लाइनमा यसरी समेट्छ, सोशल मिडियामा चुनावको बारेमा लगभग 0 पोस्ट, कतै पनि खुलेर भोट नमाग्ने, जम्मा 5वटा कार्यक्रम, र ती सबै भाषणको कुल समय करिब 27 मिनेट मात्र। तर त्यही समयमा बालेनले के गरे? उनले 50 भन्दा बढी जिल्लाको यात्रा गरे। हो, 50 भन्दा बढी जिल्ला। हामीले त बालेन कुन मितिमा कुन जिल्लामा पुगेका थिए भन्ने पनि ट्र्याक गरेका छौँ। अब समयलाई अलि पछाडि फर्काउँ। फागुन 21 गते चुनाव थियो। त्यसभन्दा 45 दिन अगाडि माड 6 गते बालेन पहिलो पटक धनुषाको जनकपुर पुगे। त्यहाँ उनले एउटा र्यालीलाई सम्बोधन गरे। त्यो थियो उनको पहिलो चुनावी भाषण। त्यसपछि 40 दिनको अवधिमा बालेनले 53वटा जिल्लाको यात्रा गरे। कतै ठूला र्यालीहरू थिए, कतै पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट, कतै सामान्य जनतासँग सामान्य कुराकानी। र अझै रोचक कुरा के छ भने कतिपय ठाउँमा त बालेन केही मिनेटका लागि मात्र उत्रिए, तरकारी किनेर फेरि अगाडि बढे। कतिपय जिल्लामा त उनी 2 पटक पनि पुगे। अब अर्को प्रश्न, नेपालमा 77 जिल्ला छन्, 165वटा निर्वाचन क्षेत्र छन्। रासोपाले जहाँ जित्यो त्यसमध्ये बालेन कति ठाउँ पुगे? कहाँ पुगे पनि हार भयो, कहाँ पुगेनन् तर जित भयो। यी सबै तथ्यहरू हेर्दा बालेन वेभ वास्तवमा के थियो भन्ने बुझिन्छ। अब अर्को महत्त्वपूर्ण घटना, गत पुस 23 गते बालेन र रवि लामिछाने बीच एक सहमति भयो। त्यसपछि बालेन रासोपामा जोडिए र पार्टीले घोषणा गर्यो हाम्रो प्रधानमन्त्रीको उम्मेदवार बालेन। त्यही क्षणबाट एउटा ठूलो लहर सुरु भयो। तर यो लहर अचानक बनेको थिएन। यसअघि नै समाजमा एउटा भावना बढ्दै थियो, पुरानो होइन, नयाँलाई मौका दिनुपर्छ।
यही भावनाले रासोपाको आधार तयार गरिरहेको थियो। त्यसैले धेरै मानिसहरूले अनुमान गरेका थिए रासोपा ठूलो पार्टी बन्नेछ। तर विश्लेषकहरूले भने अर्कै कुरा भनेका थिए। उनीहरूको अनुमान के थियो भने कुनै पार्टीले स्पष्ट बहुमत ल्याउने छैन, संसद टुक्रा-टुक्रा हुनेछ। तर भयो ठीक उल्टो, इतिहास नै बदलियो र बालेनका समर्थकहरूले भने जस्तै इतिहास बदलिन्छ, किनकि कहिलेकाहीँ इतिहास बदल्ने मानिसहरू पहिले कहिल्यै देखिएका हुँदैनन् र यसपटक त्यो पात्र बने बालेन। अब एउटा रोचक कुरा, धेरै विश्लेषकले पहिलेदेखि नै भनिरहेका थिए बालेनको ओरेटोरी स्किल उनको ठूलो बल होइन, उनी ठूला भाषण दिने नेता होइनन्। त्यसैले रणनीति यस्तो बनाइयो, बालेनले धेरै बोल्नु पर्दैन, कम बोल्ने तर ठीक ठाउँमा बोल्ने। जनकपुरमा दिएको छोटो भाषणले जनतासँग अचम्मको कनेक्सन बनायो। त्यसपछि बालेन देशभरि घुमिरहे, पूर्वदेखि पश्चिम, तराईदेखि पहाड, शहरदेखि गाउँ, कहिले र्याली, कहिले भेटघाट, कहिले केवल हात हल्लाउँदै जनतालाई अभिवादन। यो सबै मिलेर एकदमै शक्तिशाली मोमेन्टम बन्यो र अन्ततः त्यही मोमेन्टमले चुनावको नतिजा बदल्यो। तर अन्तिम कुरा के हो भने रासोपाको जित केवल रासोपाको जित मात्र होइन, धेरैको नजरमा यो पुराना पार्टीहरूको हार पनि हो। दशकौंदेखि हामी नै विकल्प हौं भन्ने अहंकारलाई जनताले यसपटक तोडिदिएका छन्। तर यहीँबाट अर्को अध्याय सुरु हुन्छ। जित्नु सजिलो हुन सक्छ, तर विश्वास कायम राख्नु सबैभन्दा कठिन कुरा हो। यदि रासोपाले आफ्ना वाचा पूरा गर्यो, यदि जनताको अपेक्षा पूरा गर्यो, त्यसपछि मात्र यो वास्तविक विजय हुनेछ। र यदि आगामी चुनावमा पनि जनताले फेरि विश्वास गरे, त्यो दिन यो केवल पार्टीको जित होइन, त्यो हुनेछ जनताको जित। र अन्तिम कुरा, यदि तपाईलाई पनि लाग्छ यो परिवर्तन हाम्रो जित हो भने एउटा कुरा सम्झनुहोस्, कुनै पनि नेता, कुनै पनि पार्टी प्रश्नभन्दा माथि हुँदैन। लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेको प्रश्न गर्ने अधिकार हो।